नम्बर 1, 90/10 रुल्सलाई अपनाउनुहोस्। 90/10 रुल्स भनेको हाम्रो जीवनका 10% घटना मात्रै हाम्रो नियन्त्रण बाहिर हुन्छन् र बाँकी 90% हाम्रो प्रतिक्रिया र त्यो घटना र परिस्थितिलाई लिएर हाम्रो दृष्टिकोण कस्तो छ भन्ने कुरामा भर पर्छ। तर हामीले ठ्याक्कै यसको उल्टो गरिरहेका छौँ। हामी जुन कुरामा हाम्रो नियन्त्रण हुन्न त्यसैमा अड्किरहेका हुन्छौँ। हामी त्यही कुरामा फोकस गर्छौँ जुन कुरा हाम्रो नियन्त्रणमा हुँदैन, जसकारण हामीले हरेक समय अनावश्यक र नचाहिने कुराहरू चाहिने भन्दा बढी सोचिरहन्छौँ। तर यो नियम जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि प्रयोग गर्ने एउटा सरल तरिका हो। यो नियमले भन्छ कि हाम्रो जीवनका धेरैजसो समस्याहरू बाहिरी कारणले नभई ती समस्यालाई हामीले कसरी लिन्छौँ भन्ने कुरामा भर पर्छ। उदाहरणको लागि मान्नुहोस्, तपाईँ बिहानको कफी पिउँदै हुनुहुन्छ र तपाईँको कफीको कप पोखेर भुइँमा खस्छ, जसमा तपाईँको नियन्त्रण थिएन। तर तपाईँ रिसाएर झर्केर आफ्नो पुरा दिन नै खराब गर्नुहुन्छ वा यसलाई सामान्य घटना सम्झेर आफ्नो दिनलाई राम्रो बनाउनुहुन्छ। यो तपाईँको प्रतिक्रियामा भर पर्छ। यो नियमले हामीलाई सिकाउँछ कि कुनै पनि समस्यामा अल्झिनुभन्दा अगाडि त्यसको समाधान खोज्न र नकारात्मक परिस्थितिमा पनि सकारात्मक सोच राख्नुपर्छ, किनकि घटनाले नभएर हाम्रो प्रतिक्रियाले नै हाम्रो जीवनको कथा बनाउँछ। जसरी हामीले आफ्नो प्रतिक्रियालाई सुधार्छौँ त्यसरी नै हाम्रो जीवन पनि सुधारिन्छ र त्यो तनावलाई घटाउने, मानसिक शान्ति दिने र जीवनलाई सकारात्मक बनाउने एउटा बलियो माध्यम हो।